भन्दा पहिल्यै धेरै सपना थिए, थोरै कमाएर केही छोड्ने चाहना थिए। जमाना बदलिँदैछ, भोलि के हुन्थ्यो थाहा छैन। मलामीमा जाने मान्छे पनि कसै खोज्ने दिन आयो जस्तो छ हजुर। ओहो, समयले धेरै बदलिएको छ। लाग्छ तिमी जस्तै पीडा धेरैले भोगेका छन्। बेवारी से मरिन्छ कि भन्ने डरले होइन, हाम्रो जीवन त सङ्घर्षमै बलियो हुन्छ। अरूका आँखामा खास नदेखिए पनि आफैलाई खास मान्न सक्ने हिम्मत यही हो। फुलबुटे श्रद्धाञ्जली खोज्दैन मन, बाँचुन्जेलको सम्मान नै हो मूल्यवान। नभेटिए पनि मान्छे मनले पनि धेरै कुरा बोल्दो रहेछ। कसैको अन्तिम साथ छुटेपछि मात्रै मान्छे झनै प्यारो देखिन्छ यहाँ। तर जिउँदो बेलाको कदर कसैले सिकेन, बुझेन। यथार्थ र सिद्धान्तका बाटाहरू सधैँ एउटै हुँदैनन्। परालै समातेर भए पनि आफ्नै भरोसाले बाँच्नै पर्छ। देवारी से मरिन्छ कि भन्ने डरले होइन, जीवनसँग जुझ्नेलाई कसैले रोक्दैन। अरू नहुन सक्छन् तर आफू आफ्नै लागि पर्याप्त छ। फुलबुटे श्रद्धाञ्जली भन्दा बाँचुन्जेलको माया ठुलो हुन्छ। छुट्नु होला नि फेरि, तर हामी जीवनसँगै उभिन्छौँ।